यहाँ कतारमा केही पनि छैन। मुजी अमेरिकाबाट माटो किनेर ल्याएर यहाँ हेर कस्तो यस्तो नाल्नु प्रगति भएको छ होइन। माटो किनेर ल्याएर यहाँ मुलङ खाएर रोग बिरुवा लगाएर हरियो भरियो बनाएको छ। नेपालमा एउटा रुख रोप्यो भने 4 वटा हुने देशमा केहीको मान्छेहरू चाहिँ भिखारी छ भनेपछि आफै बुझ। नेपालको मान्छे भनेको अलिकति गतिविधि भतिजले राम्रो पोइन्टमा कुरा गर है। नेतादेखि लिएर मान्छेको पनि बुद्धि छैन। करोड रुपियाँ लगाएर अमेरिका जान्छ, 1 करोडमा खानु पुग्दैन त्यसलाई बसिन्छ जिन्दगीभर। बुझी उहाँ गयो म त यो भए बाउला आएँ भन्छ अमेरिका गएर टोइलेट सोरेर बाँदर सोधेर। के भन्नु नेपालीहरू जस्तो बुढो मैले दुनियाँ विश्वमै देखिनँ। यता 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 आउनु। 1 करोड रुपियाँ हामीले देखेको कहिले देखौँ त। 1 लाख देख्न त गाह्रो छ, गाह्रो भइरहेको छ। तर पनि हामी खुसी मान्नुपर्छ, हामी अरबपति हो भनेको कति बुढबुवाक भनेको त्यही म अचम्म लागिरहेको। म पनि नेपालकै हो भतिज। अहिले राजनीति भएछ, त्यसलाई टिप्पण टाप्पण गरिरहेछ, त्यतिकै जुन चलिरहेछ, टाइम पास गरिरहेछ के। पैसा कसरी खर्च गर्ने के गर्ने सबको एजेन्ट एउटै अरे। बाटो बनाउँछु भन्छ, चिक्ने लाइन ल्याउँछु भन्छ। एउटै नेता भन्दा भयो। अरू काम गर्छु भन्यो भने त हामीले पनि बुझ्छौँ नि त होइन साथी। हामी त बुझ्छौँ नि त। सबले भन्छ त्यही बाटै बनाउँछु, हस्पिटल निःशुल्क गर्छु भन्छ। अब यस्तो क्या फेरि अब मेन भनेको बाटो बनेपछि बल्ल मान्छेले